सो गाइज हिजो राति स्लिपी र नो फियर दादाहरू लाइभ स्ट्रिममा बस्नुभएको थियो र त्यसको एउटा सानो क्लिप यस भिडियोमा छ। भिडियोलाई हेरिदिनु होला। धन्यवाद। केटा हेर एयरपोर्टमा अड्किँदा 2 दिन भयो। एयरपोर्टमा अड्किँदा नजिते पनि लास्ट चाहिँ आउनु भएन के हामी अब यहाँ ल 81 के अब यस्तो अनि तिमीले मलाई यही हराउनलाई सर्टै सर्ट भन्नु दाइ यही हराउनलाई नो फेयर भनेको डिआरएस जस्तो बनाइदिए यार मलाई यार क्या हामीलाई अन्तिम चाहिँ हुनु भएन है। कोही पनि छैन त मेरोमा त यार गाइस यार के हो यो त अनि कसरी त यार अब यहाँ त यो दीक्षित हो र हो के मेन यो षड्यन्त्र यो यहाँको मेन अन स्वाइटी यही हो दीक्षित थर्ड बनाउनु विष्णु हो र अब होरले त उतै होरलाई होला सनग्लास त कोले हान्यो है के गरौँ लास्टमा झर्यो हामी विष्णु हो र यार तिमी हो र नभन त हो कि हैन कन्फर्म गर ल दाइ जित्नु हुन्छ रे मन बाहेक जस्तो छैन यहाँ त्यो म त नाभी भन्ने जस्तो भयो क्या नाभी पुगेन नि होइन टप 3 मा सुरुमा त अगाडि थियो कि गाइज ल 6 जनाले चढेर झान्नु पर्यो हो र ए हाम्रो ऊ भाइ आइसक्यो ल के अरे एनबी तिमीले यता नहाल होला सिधै ब्याङ्कमा हाल हो त साहा थ्याङ्क यू ल ल ल खै हो केटाहरुले कसरी हराउनु त जहाँको संसार त्यस्तो जितेर आएकोहरुलाई एपीजी एजीपी हो के दाइ तपाई रे एजीपी ए हो कर्नेल हो र सबै हो र टोली छ नि यहाँ हो र भन्छन् हो कि हैन कन्फर्मै गर्दैनन् यार सुबिन दाइ वोटमा छन् अब यसरी त म त रन्डी भयो क्या जोली वेट गरे त्यो त हिँड्ने जस्तो भएन कुन रिच द टार्गेट नि हार्नु गाइस एनबी धन्यवाद खै ल है गेम चाहिँ जित्नु पर्यो गेम चाहिँ जित्नु 300 मा हो मेरो त झन् न्यूटन कहाँ गयो अब जिन्दगीमा केही नभएर शीतल राईसँग त हार्न भएन नि यार अस्मिता जी धन्यवाद के गरौँ मतलब यहाँ गिफ्ट गरौँ भने ल खै हो 2x मा त कोही त हान्दैन पोइन्ट अति भन यार तर यार केटा यार कहाँ हो यार कोही पनि छैन दाइ याद छ कलमा बोलेको म पनि शीतल राई नि प्लेयर हो र ए पनि हो र प्लेयर सरी है केटा अब त्यो गेममा अनुहार देखिदैन नि त त्यो भएर हैन मैले तिमीलाई साउलाई चिन्छु नि त्यति भइहाल्यो नि नो मैले भनिसकेँ ह्यापी बर्थडे भाइ यस्तो गर नि त ल यस्तो गर तिम्रो बर्थडे पार्टीको पैसा पठाऊ न निन्जा होरले डाक पठाउँदैछ यार उमा यार दाइ सुबिन चाहियो सुबिन पठाऊ पैसा पठाऊ सुबिन दाइलाई एड गर्नु अब यो कि यहाँ त यिनीहरूले त मलाई त लएर एपीजी बनाएर पठाएका बढाऊ जिताउ खोइ अघि कसले के हाल्ने भन्दैछ यार 50 के कमेन्टमा हाल्ने हो नबस न यार श्रीलङ्कामा बाढी आयो के हो रे बाढी हैन नि भाइ हेर्नु न इन्जोयमेन्ट अर्कै छ नि दादाको लाइफ यार के कुरा एड गर्नु न रे तिम्रो तँलाई एड गरे नि सेकेन्ड थर्ड बनाउँछु यार निन्जालाई मार्दिउ म ल हेर त माफिया त्यही छ निन्जा माफिया निन्जा तल सुतेर यहाँ कमेन्टमा बाग हान्दैछ मा हैन बाघ त्यत्रो के कमेन्टको बाघ हाम्रो पनि आइरह बाघ त कमेन्टमा तर अब यति त एउटा एनबी मन मात्र जित्नु हुन्छ जस्तो लाग्यो दाइ यो सृजलले हो क्या मासले जित्छ भनेर बोलाएर युनिभर्स हान्ने हो र यहाँ युनिभर्स सक्ने हो हेरौ न कस्तो हुन्छ एउटा ग्यालेक्सी हान केटा एउटा ग्यालेक्सी हान यहाँ आउँदैन जस्तो लाग्छ एउटा ग्यालेक्सी हान ल सुबिन गर्दै एड गर्छु के प्रतीक मेरो गर्लफ्रेन्डले पनि स्पेन हाल्यो एउटा ग्यालेक्सी हानु त साथीभाइहरु एउटा ग्यालेक्सी हानु त
ओल्ड टुरमा हिँडेको मान्छेलाई एउटा गाली अति भयो त हानु त यति बेर हानु त भन्दा चाहिँ गर्लफ्रेन्ड पनि हान्न पाइन्थ्यो यार एपीजी बनाइदियो यार थर्ड भयो यार म सेकेन्ड भएछु त यार म यार सेकेन्ड चाहिँ भएछ यार शीतलसँग नि हार्नु भयो है ल गाइज म एकछिन सुमिन पाण्डेसँग हालेर आउँछु ल ओके ओके अहिले आउँछु नो फेयर है हुन्छ हुन्छ ल ल केटाहरूले यार मेरो यो त आधी पनि पुग्दैन जस्तो लाग्छ के खेल्नु हौ अनब्लक गर्न भनिदिनु न अरे अनब्लक गरिदियो रे यार को हो यार खोइ नाम के थियो ब्लकै गरेको मोटु अरे मोटु मैले पुनः ब्लक गर्नु त आउँदैन नि फेस रिभिल कहिले गरे यो चाहिँ के हो यो थ्याङ्क फर द जोइनर फ्यान क्लब अमित थ्याङ्क फर द रोज नेपाल आइसकेको या नेपालमै हो अब चाहिँ नेपालै हो भन्नु नेपालमै हो आशिष थ्याङ्क फर द गिफ्ट्स सुरु भयो मेरोमा त आशिषले के हाल्यो यार के सुरु भयो सुन्नु पर्दैन भर्खर 9 बजिरहेको बेलुकाको थ्याङ्क यू फर द गिफ्ट फेलो रिकेश आशिष कम अन बाघ आयो 800 छ त अनि बाघको त त्यहाँबाट टिकटक हाम्रो चाहिँ आउँदैन केही पनि छैन शक्ति करायो कि घाँटी फ्याक भइहाल्छ यार मान्छे माथि म्यासेजमा हेरेर मेरो नाम आयो कहाँ म्यासेज लाइभ माथि भयो खोइ मेरोमा त केही देखाएकै छैन थ्याङ्क फर द गिफ्ट यार शक्ति पुगेन है शक्ति का गलत इस्तेमाल मत करो सही इस्तेमाल करो सही इस्तेमाल भनेको चाहिँ यहाँ बाघ हान्ने हो कि कमेन्टमा बाघ हान्ने होइन ओइ तिम्रो कमेन्टमा बाघ हान्नेहरू ओइ बिरालोहरू अर्को लाइभमा हो आको के आको 3-4 वटा आइसक्यो रायन इरफान भनेको को आयो यार को आएको जस्तो लाग्थ्यो थ्याङ्क फर जोइन माई फ्यान क्लब X3 गिफ्टिङ पोइन्ट स्टार्टिङ सुन कोही आएको जस्तो लाग्यो ढोका खुल्लै छ जस्तो लाग्यो को खुल्लै छ जस्तो लाग्यो ढोका ओइ तिम्रो कमेन्टमा चाहिँ के भएको यार पुग्यो साथी लामो पुग्नु साथी फ्लाइट क्यान्सल भएर होटेलमा आएर बसिरह हौ घाँटी फक्डप भयो यार ढोका खुल्लै हो क्या ओइ घाँटी त ओइ मेरो घाँटी गयो यार म कराउँदिनँ यार हल्का करायो कि घाँटी त अबि हरदामी कस्तो छ ब्रो तल रुममा यार थ्याङ्क यू फर द ह्यान्ड हार्ट सनकोस रहेछ सरी के छ हो रतन दाइ यार दुईटा पोइन्ट चोरी फेरि दाइ रे काम ब्लक बाइ द फ्यान यहाँ ब्लक हुँदैन त यहाँ बस न तिमी र्यान्डम खेलौ रे को र्यान्डम छ किन चिन्ता गर्छौ सस्तो ग्यालेक्सी कमेन्टमै सस्तो ग्यालेक्सी हान है कति बजेको थाहा छैन यसका तल हुनुहुन्छ कि तल रुममा कि रुममा कति हो र इसका हो र एन्ड आरसीजी मल्लिका टुगेदर इन द रुम 35 नेपाल कहिले आउने अब यहाँबाट जहिले पठाउँछ अनि आउने दोस्त थ्याङ्क यू बेन थ्याङ्क यू सनकोश शङ्का नै नगरौ कता हो अहिले काजाकिस्तान थ्याङ्क यू मोटु फर द गिफ्ट थ्याङ्क यू सनकोश फर द यस्तो मेरो पोज भयो यार के गर्नु हुँदैछ यसका दाइ तल रुममा सुत्दै हुनुहुन्छ होला नि आई डोन्ट नो ल 5 वटा लाइन हालिदिए है रोशन तेयुङ लिम्बू तिमीलाई मैले पठाउँछु अहिले जोत काम नगर न यार दोस्त कमेन्टमा पठाउँछौ तिमी अनि भन्छौ कमेन्टमा त म तिमीलाई के पठाइदिन्छु नि
बेस्ट थ्याङ्क यू भेरी मच थ्याङ्क यू फर द खोइ के हो खेलो न यार सनकोस अति यार सनकोसले सेक्दैछ यार लिडमा जाऊँ न एकचोटि त यार जुट्स पहिलो बुट क्याम्प कहाँ थियो पहिलो बुट क्याम्प एउटै बुट क्याम्प हो म आएपछि कताको टाइम खोइ यार मिस यु यार ब्रो गर्दैछ त यार रवि न्युरेले त यार भात चाहिँ मिस गर्दैछु यार मैले अफ जाने बेला भयो यार कट